एउटा माछा ठ्याक्काए माछा होइन यसरी चाहिँ माछा पुरै होइन पक्नै मरिन्छ है टक्कै यसरी पासा किनेर ल्यायौँ अनि यसरी बनाउँदैछौँ हामी तीनजनाले हाम्रो यमराज म र मामा ट्याक्कै यस्तो चाहिँ यसरी पासा अब यसरी बनाइन्छ ट्याक्क माछाको फिगरै देखाएको त नि स्पेसल 140 अनि ट्याक्कै यसरी यो बेर्खाको बोतलमा एकदम यसलाई के भन्छ कुर्ला भन्छ नि कुर्ला बनाउने यो कुर्ला भन्छ के भन्नु भएन कुर्ला भन्छ अनि डोरा छ नि के 18-20 के हुन्छ नि 120 का 140 का 120 का 40 का रहेछ नि 140 लेखा सर यसरी भयो है 60 का नि बियरको बोतल पनि यो बियरको बोतलमा बनाउँछु खाने बियर भन्दा पनि यो खासमा यो पासाको लागि यो घेरेर चाहिँ काट्ने हो हैन यो खानाको लागि हैन यो छैन बियर बियर खाएको परेको मात्र हैन बियर खाँदै माछा बनाउँदै हुने होला हैन यस्तो चाहिँ काट्दै यसरी आज भ्याए पनि आज हानिन्छ हैन पनि भोलि गरौँला दुईटा हिँड्दिन 2 किलो माछा लाग्ला फेरि पुरै ल्याउनु पर्छ हैन फेरि पुरै ल्याउनु ट्याक्कै यसरी टाँगेर यसरी पासा निर्माण हुँदैछ यहाँ मैले यस्तो गरिरहेको छु हाम्रो टोलीले अब यस्तो बनायो ट्याक्कै होइन यस्तो ट्याक्क होइन हाम्रो टोली फेरि त्यहाँ जान्छ होइन अरिङ्गलको शिकार गर्न पनि जाम्ला एकदिन ट्याक्क लाएर अब गइन्छ एकचोटि हामी चाहिँ टक्क तल आएर जाँदैछौँ पासा हान्न टक्क हामी यहाँ 2 मामा भन्छ जाँदैछौँ तल ठ्याक्क नदी देखिया छ टक्क तल देखिया छ सानोबेरी नदी त्यहाँ गएर त्यहाँ के हुन्छ सबै अपडेट म देखाउँछु है त त्यता हान्नु ट्याक्कै हामी चाहिँ यस्तो गरौँला 3टा छ 1-2टा त्यहाँ हान्न पनि सकिन्छ फेरि 3टा मात्रै छन् त्यति माथि गर्ने त्यहाँ हान्नु त्यहाँ अर्जन छ होइन हामी चाहिँ त्यहाँ हान्ने दुवैजनाले अब यता हान्ने छलफल भयो के अरे यता माथि यो नदीले कटान गरिएको छ तलपट्टि यस्तो नदी छ यहाँ पुल पनि छ अब यो सानीभेरीको किनारा हो होइन त्यो अब हामी चाहिँ पारिपट्टि गएर त्यहाँ पासा हान्छौँ है यहाँ पुलमुनि आइसकेका छौँ हामी अलिकति अँध्यारो पनि हुन लागिसकेको छ बेलुकाको 5 पनि बजिसकेको छ र अब यहाँ कस्तो राम्रो छेउ छ त कुन चाहिँ यहाँ अब यसमा हेरौँ यसमा चाहिँ हामीले खिच्छौँ यसरी है कता हाइट भएकोबाट नि यस्तोमाबाट यस्तोमा त वैजला छिन्जान चाहिँ यहीँबाट घोटिने छ नि त अलिक माथि जाउँ यति हाइट गरेर त यार नि हेर्नु न हाइट यति खारिसकेछ के अब यो वर्ष पनि यहाँ बाँध परेन भने त्यो पुल फालिदिन्छ यार यस्तो छ पुल एकदम जोखिममा परेको छ माथि बस्ती पनि छ जग्गा जमिन पनि छ यो तालमा चाहिँ हालौँ होइन त्यो पासा यति छन् ढुङ्गा कुनेर ट्याक्कै यसरी ग्यासै हानिन्छ अनि अब यहाँ वरिपरि ढुङ्गा बाँधेर उँधो हानिन्छ बगाल्छ बटन सक्छ यार
अर्को पानी हो अब पानी हो सेपार अब हान्ने त्यो अब हान्ने ऊ पारि म गरी हान्नु है हल्कै जानु हल्कै त टक्क हामीले अर्को पासा हान्दैछौँ यहाँ मामाले हान्दै हुनुहुन्छ यहाँ पुग्यो अब यो ठाउँमा भोलि माछा कति लाग्छ म तपाईँलाई देखाउँछु है भोलिपल्ट कति माछा लाग्छ त्यो हेरौँला है भोलि आइन्छ यहाँ टक्क 1 गिलास सटेर ल्याइन्छ ऊ हाम्रो माथिबाट हेर्दै हुनुहुन्छ हाम्रो एकजना अङ्कलले माथिबाट अब हामी चाहिँ बिहान 5:30 तिर चाहिँ अब यसरी फेरि नदीमा आइसकेका छौँ अब हिजो पासा हानेका थियौँ त्यो पासा निकाल्नलाई हामी आइसकेका छौँ हेरौँ यहाँ के हुन्छ कतिवटा माछा पर्छ होइन म तपाईँलाई त्यो अपडेट दिन्छु हेरौँ यहाँ के हुन्छ हेलो यो बट माछा लाखन क्या कोही बट सुनियो कि त्यहाँ छिन्दो साथीको कुद्लो बट माछाले अट्का कि पहिला ढुङ्गो त पुगाउने बट बट माछाले अट्का खाइ क्या मामा माछा टक्का आयो माछा होइन यसरी चाहिँ माछा पुरै होइन पक्नै म अलिकति है टक्कबाट माछाले अड्काएर छ नि होइन हाम्रो रातभरिको मेहनतको फल यसरी आयो लगभग होलाबाट आधा केजीको नि यता माछा लगाएको क्या कोही बच्चा क्या भन्छ दुई क्या त्यहाँ छिन्दो साथीको त्यो ढुङ्गा थिए बरु चिप्लो होला है बट फेरि काठ भाँच्चालाहरू बर्बाद होला बट केल तान्दैन हो काठ खत्म भयो क्या नि अब यति लागेछ माछा चाहिँ 3वटा लागेछ एउटा पासामा अरू बाँकी हामीले तान्नै बाँकी छ आज हामीले चाहिँ माछा लाग्छन् कि लाग्दैन कतिको लाग्छन् भनेर एकदम छोटो है एकदम छोटो बनाइरहेको छौँ 2-3वटा मात्र पासा हानेको थोरै लाग्यो 3वटा मात्रै माछा परेछ बाँकी चाहिँ फेरि अब कति लाग्छ 21 दिन 8-9वटा पासा लिएर चाहिँ हामी अर्को ब्लगमा आउनेछौँ है त।